हेलो गाइस, वेलकम ब्याक टु अनदर क्लास रोल भिडियो। आज हामीले चाहिँ क्लास रोलमा आएको नयाँ इभेन्टको बारेमा कुरा गर्दैछौँ। अनि इभेन्ट चाहिँ दुइटै चाहिँ अब डाइरेक्टली कनेक्ट भएको छ। कसरी कनेक्ट भएको छ भन्दाखेरि जति हामीले क्रेट ओपन गर्छौँ त्यति नै हामीले मस्किटरीको इभोको फनहरू अनि इमोटहरू पाउँछौँ। त्यही भएर चाहिँ अब दुइटै इभेन्ट चाहिँ हामी बराबर क्लेम गर्न सकिन्छ। अनि यो कलिङ हक इभेन्टको चाहिँ हामीले क्रेट ओपन गर्नको लागि ब्याटल लड्नुपर्छ। आई विल सो हाउ इट्स एक्चुअली वर्क है त। राइट नाउ वी हेभ ओन्ली जस्ट 5 क्राउन्स है। अब लेट्स गो, ब्याटल स्टार्ट भयो। दिस ब्याटल वाज सो इजी, लास्ट इजी थियो। के थियो भने उसले माइनर ड्रप गर्छ, माइनर सँगसँगै पोइजन ड्रप गरिदिन्छ, त्यसपछि युजर छैन थाहा भयो। त्यही भएर चाहिँ मैले टमिस्टोन राखेँ मिडलमा, त्यसपछि भल्करीलाई चाहिँ किङ साइडको टावरमा राखेँ। किङ साइडको टावरदेखि जब त्यो प्रिन्सेस टावर गर्छ त्यसपछि मैले मिनी पेक्का, त्यसपछि मैले चाहिँ इलेक्ट्रोजाइन युज गरेर ब्लाइन्ड रस गर्छु भनेको थिएँ। यसले चाहिँ सुरुमा माइनर युज गर्ने बेला चाहिँ मैले माइनर डेक जस्तो लागेको थियो, तर रहेन रहेछ, मेगा टेक रहेछ। अनि बट हामीले चाहिँ भेन्स युज गरेर चाहिँ अलमोस्ट टावर 2 टाइम गरिसकेको थियौँ। जस्ट 3 यसमा टावर थियो, त्यही भएर चाहिँ मैले गोब्लिन टावरको टावर टेकडाउन गरिदिइहालेँ। सडनली उसले चाहिँ ब्याट विथ माइनर अट्याक गर्छ। मैले चाहिँ अलमोस्ट 500-600 ड्यामेज खाएँ है त्यो बेला। म्याचमा चाहिँ वाउ मुभमेन्ट भन्ने चाहिँ केही छैन, जस्ट मेगा नाइट ड्रप गर्छ, मैले इलेक्ट्रोजाइनले ब्लाइन्ड पुस हानिदिन्छु, त्यो बाहेक अरू यसमा चाहिँ केही छँदै छैन। एन्ड गाइज, इफ यु आर न्यू इन दिस च्यानल देन प्लिज लाइक कमेन्ट सब्सक्राइब। हामीले चाहिँ यस्तै खालको कन्टेन्टहरू चाहिँ अपलोड गरिरहेको हुन्छौँ, प्लिज सपोर्ट गर्नु होला। यो म्याचबाट चाहिँ हामीले चाहिँ 4 क्राउन पाउँछौँ है। एउटा चाहिँ टावर डिस्ट्रक्सन अनि 3टा चाहिँ टावर प्रोटेक्सनबाट चाहिँ हामीले 3 क्राउन पाउँछौँ। लेट्स सी हाउ द क्राउन्स आर रेटेड अन इट है त। पहिला चाहिँ 5 क्राउन थियो, अहिले चाहिँ 4 क्राउन भयो, त्यसले गर्दा चाहिँ 9 क्राउन भयो। अब क्रेट ओपन गर्नको लागि चाहिँ हामीलाई चाहिँ 10 क्राउन चाहिन्छ। त्यही भएर चाहिँ मैले एउटा म्याच स्टार्ट हानेको थिएँ, तर म त्यो ब्याटल चाहिँ हारेँ। अब यसमा चाहिँ हाल्नु त्यो ब्याटल चाहिँ किन भिडियो लामो हुन्छ। अनि त्यसपछि चाहिँ यसमा चाहिँ मस्किटरीको इभो कुफन छ। मस्किटरीको इभो कुफन चाहिँ एकदम राम्रो छ, किनकि मैले चाहिँ अलरेडी मस्किटरीको इभो कुफन चाहिँ मसँग थियो। आई विल सो यु है त, दामी छ मस्किटरीको इभो कुफन। स्टेट लाइनमा चाहिँ 3 सेट कन्टिन्यू दिन्छ, 2 साइकल हुन्छ मस्किटरीको। यो गाइज रिवार्डहरू चाहिँ एकदम राम्रो छ। प्ले ब्याटल विन द ग्राउन्ड है, अनि मेक द इभोल्युसन अफ मस्किटरी। सी यु लेटर गाइज, बाई बाई, सम नाउ।